हेलो सबैजना, नमस्ते। म ज्योति फेरि आज यो हाउसमेड सिक्रेट बुकको अध्याय 5 को बारेमा तपाईलाई सारांश र यसको छोटो टिप्पणी गर्न गइरहेको छु। अध्याय 5 मा के हुन्छ भनेर जान्नुभन्दा अगाडि अध्याय 4 को बारेमा थोरै थाहा पाऊँ के भयो यहाँसम्म भन्ने कुरा। अध्याय 4 मा मिलीले काम पाउँछे, तर काम सँगसँगै मिलीलाई अलिकति अनिश्चितता पनि लागेर आउँछ, किनकि जहाँ उले काम गर्न पाउँछे त्यो काम गर्ने ठाउँमा उसको त्यो गेस्ट रुमको ढोका बन्द भएको भएर उसलाई अलिकति के भएको होला यहाँ भन्ने जस्तो पनि लागिरहेको हुन्छ, त्यो खड्किरहेको हुन्छ मनमा, हैन। आजको यो अध्यायमा के हुन्छ अलि विस्तारमा भन्नुपर्दा चाहिँ मिलीले समाजसेवी भन्ने विषय पढिराखेकी हुन्छ। समाजसेवा भन्ने विषयमा उले उसको पढाइ सकेर ऊ घर फर्किने क्रममा उसको दिमागमा धेरै कुराहरू खेलिरहेका हुन्छन्। बिचरा मिलीलाई आज क्लासमा शिक्षक किन्ड्रेडले एउटा कहानी भन्नुभएको हुन्छ, जहाँ चाहिँ एउटा 28 वर्षको महिलाको चाहिँ धेरै मान्छेहरूको अगाडि विभत्स रूपमा ठुलो घटना भएको हुन्छ र मिली एकदमै सहयोगी भावना र उले कसैलाई पनि दुःख परेको देख्न नचाहने नसक्ने र सहयोग गरिहाल्न पर्ने, कहिले कहिले त्यसले गर्दा आफूलाई पनि समस्या आइलाग्ने खालको मिलीको चाहिँ त्यस्तो खालको हुन्छ उसको बानी चाहिँ, हैन। जुन चाहिँ उसको साथी ब्रुकलाई थाहा हुँदैन, किनकि ब्रुकले क्लास सकेपछि मिलीको आज नयाँ काम पाइमिल्ने भनेर त्यो मनाउनको लागि भनेर मिलीलाई लिन मिलीको युनि अगाडि पुग्छ, हैन। त्यहाँबाट उनीहरू कुरा गर्दै जाने क्रममा चाहिँ मिलीले भन्छे ब्रुकलाई कि मैले डगलसकोमा काम पाएँ, जुन चाहिँ ब्रुकको घरबाट जम्मा नजिकै हुन्छ, 5 मिनट जतिको नजिकमा हुन्छ र त्यही बहानामा फेरि पनि ब्रुकले मेरो घर सर भन्छ, हैन। मिलीले तिमी जति म सोझी छौ भन्ने सोचे पनि म त्यस्तो चाहिँ छैन भन्ने कुरा चाहिँ हामीलाई जनाउँछ, तर उसलाई चाहिँ अहिले नै पछि भनेर भन्छ, हैन। त्यतिकैमा ब्रुकले पनि मिलीलाई प्रेम प्रस्ताव राख्छ, तर मिलीले उसको उत्तर चाहिँ म अहिले दिन्न, म तिमीलाई पछि दिन्छु भन्छ र त्यो कुरा चाहिँ त्यही अड्किन्छ, हैन। यो अध्याय किन जरुरी छ भन्दाखेरि यो अध्यायमा चाहिँ मिली कति सहयोगी भावना भएको मान्छे रहेछ, कति राम्रो मान्छे रहेछ भन्ने कुरा पनि थाहा पाइन्छ, हैन। मिलीलाई तनाव पनि भइरहेको हुन्छ, किनकि आज शिक्षकले भनेको त्यो घटना किन कसरी भन्ने लागिरहेको हुन्छ भने त्यो सँगसँगै उसको दिमागमा चाहिँ त्यो उसले काम पाएको डगलसको घरमा भएको त्यो गेस्ट रुममा उसको श्रीमती बस्ने कोठाको ढोका बन्द किन छ होला भन्ने कुरा पनि उसलाई खड्किरहेको हुन्छ। आउनुहोस् अध्याय 6 मा यो बारेमा अझै विस्तृत रूपमा जानकारी लिनेछौँ। आजलाई यति नै। किताब पढे जस्तो हुने छैन, समय मिल्यो भने किताब अवश्य पढ्नुहोला। आजलाई यति नै। हस्त धन्यवाद।